त्यसलाई पास्टर बनाउन मिल्दैन। बरु चर्चको अरू कुराहरूमा सेवा गरे भइहाल्यो नि भनेर अलिकति खुम्चाउन खोजेको हो कि जस्तो पनि देख्छौँ हैन। त्यसमा तपाईँको विचार के छ? यो चाहिँ एक किसिमले भन्ने हो भने चाहिँ यो हाम्रो पितृसत्तात्मक यो हाम्रो सोसाइटी भएको कारणले सायद हाम्रो पास्टरज्यूहरू कतिजनाको मानसिकतामा त्यो कुराको प्रभाव परेको पनि हुनसक्छ। अब यो कुरा भन्दै गर्दाखेरि कतिजनालाई कडा तितो लाग्न सक्छ, तर यो खास गरी फ्याक्ट पनि हो। र यो दिदीबहिनीलाई सीमित गर्नलाई चाहिँ उहाँहरूले बाइबलको वचनलाई एकदमै गलत रूपमा व्याख्या गर्नुभएको देख्न सक्छौँ। दिदीबहिनीहरूले शिर नढाक्नु त शर्मको कुरो हो भनेको छ। फेरि दाजुभाइले पनि शिर ढाक्नु भन्दा त बरु कपालै खुइलाएको राम्रो भनेको छ। शिर ढाक्ने कि नढाक्ने तपाईँको विचार के छ यसमा? शिर ढाक्ने र नढाक्ने कुरा चाहिँ महत्त्वपूर्ण भन्दा पनि तपाईँको हृदय चाहिँ के छ। तपाईँको हृदय चाहिँ कालो मैलो धमिलिएको छ र मण्डलीमा चाहिँ शिर पनि ढाक्नुहुन्छ, हात पनि उचालेर आराधना नि गर्नुहुन्छ, हालेलुया प्रशंसा पनि दिनुहुन्छ, एकछिन प्रार्थना गरेर जस्तो पनि गर्नुहुन्छ, 2 घण्टाको सेवासँग त्यहाँ बाहिर निस्किने बित्तिकै तपाईँको असली चेहरा निस्किन थाल्यो भने त्यो शिर ढाक्नु र नढाक्नुले केही महत्त्व राख्दैन। तपाईँको हृदय चाहिँ सुन्दर हुनु पर्यो, बिब्लिकल प्याटर्न अनुसार तपाईँको लाइफ चाहिँ जिउनु पर्यो, त्यो कुरा चाहिँ महत्त्वपूर्ण हो। मैले यो कुरामा एकछिन रोकेँ। हजुर, किनभने कति मान्छेहरूले यसरी व्याख्या गरिरहेछन् कि महिला दिदीबहिनीहरू पुरुषको रूपमा सेवाकाईमा अलिक कमजोर हुन्छन् अनि उनीहरू अलिक भावनामा अलिक बढी डुब्ने हुन्छन्, त्यो भएर शैतानले पनि हब्बालाई बहकायो भन्छ। यसमा तपाईँ कसरी व्याख्या गर्नुहुन्छ? सेवाकाईमा चाहिँ न दाजुभाइ न दिदीबहिनी हामी सबैजना एक समान हौ। तर यहाँ मैले कुरा यो किन बुझिरहेको छैन भन्दाखेरि यो किसिमको मानसिकता चाहिँ कहाँबाट आइरहेछ, किन आइरहेको छ? किनभने परमेश्वरले चलाउनलाई के दाजुभाइलाई मात्रै चलाउनु भएको छ त? विश्वको इतिहासमा हेऱ्यौँ भने कि दाजुभाइले मात्रै गरेर आज क्रिस्चियनिटी यहाँसम्म आएको हो त? होइन नि त। यहाँ दिदीबहिनीहरूको पनि ठुलो भूमिका छ, दिदीबहिनीहरू पनि उत्तिकै सेवामा लाग्नु भएको छ। फेरि मैले यो भन्दै गर्दाखेरि मैले यहाँ कम्पिटिसन गर्नुपर्छ दिदीबहिनी भर्सेस दाजुभाइ गर्नुपर्छ भन्न खोजेको होइन, तर यसलाई सन्तुलित किसिमले किन दिदीबहिनीलाई दबाउने त? दिदीबहिनीलाई पनि बढ्न दिनुहोस् न। हो, दिदीबहिनी भावनात्मक रूपमा अलिकति सेन्सिटिभ चाहिँ हुन्छ, तर यसको मतलब चाहिँ दिदीबहिनीहरू पुरै पापै गर्छन्, यिनीहरूले असल निर्णय गर्न सक्दैनन् भन्ने जुन दाजुभाइहरूको मानसिकता छ, यो चाहिँ एक किसिमले मैले अघि पनि भने अलिकति पितृसत्तात्मक सोचले पनि यसलाई प्रभाव पारेको देखिन्छ। त्यही त, यो अब यहाँ पनि हब्बाको कुरा ल्यायो उनीहरूले, अनि त्यसपछि फेल भएको त आदम पनि होइन। अब आदमलाई पनि त चोइस थियो नि, आदमलाई जबरजस्ती फल खुवाएको त होइन, त्यहाँ अझै हब्बा भन्दा नि बढी जिम्मेवारी त आदम थियो त त्यहाँ होइन। किनभने आदमको लागि पनि हब्बा बनाइएको थियो भनेको छ। अनि आदमले मात्रै तिमीले किन खाएको म त खाँदिनँ भन्न पनि सक्थ्यो त होइन, तर उपान त बहकेको कुरा छ। तर दिदीबहिनीकै कुरा चाहिँ बढी मान्छेहरूले शैतानले सजिलै बहकाउँछ। तर बाइबलमा मैले फेरि सबैभन्दा धेरै बहकेको चाहिँ दाजुभाइ देखेको छु। जय मसीह साथै नमस्ते, तपाईँहरूलाई आजको हाम्रो पोडकास्टमा एकदमै स्वागत छ। विशेष गरी आज हामी चाहिँ महिला दिदीबहिनीहरूको भूमिका नेपाली मण्डलीहरूमा कस्तो छ, अनि नेपाली मण्डलीमा जुन दिदीबहिनीहरू पास्टरहरू सेवा गर्दै हुनुहुन्छ उहाँहरूको भूमिका र कतिचोटि चुनौतीहरू पनि के कस्तो छ र बाइबलले यसको बारेमा के भन्छ भन्नको लागि हामीले आज एकजना महिला पास्टरलाई नै यो विषयमा कुराकानी गर्नलाई हामीले निमन्त्रणा गरेका छौँ र उहाँ हाम्रो बिचमा आइसक्नु भएको छ। आउनुहोस् हामी उहाँलाई स्वागत गरौँ। हजुरलाई यो कार्यक्रममा एकदमै स्वागत छ। जय मसीह। जय मसीह, धेरै धन्यवाद। ओके, विशेष गरी तपाईँ हाम्रो कार्यक्रममा आइदिनु भएको छ, त्यसको लागि एकदमै धन्यवाद। र आज हामी चाहिँ विशेष गरी दिदीबहिनीहरूको भूमिका मण्डलीमा के कस्तो छ, त्यो सँगै चाहिँ पास्टरको रूपमा सेवा गर्दै गर्दा कतिचोटि दिदीबहिनीहरूलाई केही चुनौतीहरू पनि आएको जस्तो हामीले सुन्छौँ र कतिचोटि मिडियामा पनि विभिन्न विषयमा चाहिँ अलिअलि वाद विवाद गरेको पनि देख्छौँ दिदीबहिनीको विषयमा। त्यो विषयमा चाहिँ हामी आज छलफल गर्नेछौँ र हजुर एउटा पास्टरको सेवा पनि पास्टरीय सेवामा पनि हुनुभएको र सँगै हजुर बाइबल अध्ययन पनि गर्दै हुनुहुन्छ, बाइबल कलेज नि पढ्दै हुनुहुन्छ र हामी हजुरबाट यो विषयहरूमा सुन्नेछौँ। सबैभन्दा पहिला हजुरले आफ्नो छोटो परिचय दिनुभयो भने हाम्रो हेर्ने दर्शकहरूलाई अलि सहज हुन्छ। सबैजनालाई जय मसीह। फेरि पनि मेरो नाम सम्बन्ध रानी गिरी हो अनि म चाहिँ नेपाल जागृति मण्डलीमा एज अ एसिस्टेन्ट पास्टरको भूमिकामा रहेर विगत 6 वर्षदेखि सेवाकाईमा आबद्ध छु। अनि अहिले हालसालै हाम्रो भर्खर सञ्चालकज्यूले पनि भनिहाल्नुभयो, म बाइबल स्टडी पनि गर्दैछु, एमडी सेकेन्ड इयरमा अध्ययनरत पनि छु र त्यही नै छ अहिले मेरो छोटो परिचय दिनुपर्दा। ओके, हुन्छ। सबैभन्दा सुरु गरौँ,
हजुरको आफ्नै सेवाको अनुभवबाट हजुरले चाहिँ मण्डलीमा पास्टरी रूपमा सेवा गर्ने निर्णय अथवा बोलावट कसरी पत्ता लगाउनु भयो र के कारणले आकर्षित गर्यो एउटा महिला भएर म पास्टरी सेवाकाई गर्छु भन्ने खालको कुराहरू? यो विषयलाई सुन्नुभन्दा अगाडि चाहिँ म मेरो हल्का ब्याकग्राउन्डतर्फ पनि म लाग्न चाहन्छु। म चाहिँ एउटा क्रिस्चियन परिवारमा नै जन्मेको छोरी हो अनि मेरो परिवार चाहिँ पहिलेदेखि नै म जन्मेदेखि नै उहाँहरू चाहिँ सेवामा आबद्ध हुनुहुन्छ। मेरो बुवा आफै पनि पास्टर हुनुहुन्छ अनि एउटा पास्टरको परिवारमा हुर्किसकेपछि चाहिँ हामी जहिले पनि त्यो मण्डली सङ्गतिको वातावरणमा चाहिँ हुर्केको कारणले हरेक घरेलु सङ्गति भयो, विभिन्न मण्डलीको कार्यक्रमहरू, सेमिनारहरूमा चाहिँ म जहिले पनि उपस्थित हुन्थेँ अनि म हरेकचोटि यो कुराहरूमा आबद्ध थिएँ बच्चै बेलादेखि नै। अनि समय बित्दै जाँदाखेरि एउटा समय आइपुग्यो, उहाँहरूले चाहिँ मेरो बुवाले अनि मण्डलीको अगुवाहरूले चाहिँ मलाई विभिन्न घरेलु सङ्गतिहरूमा जानलाई प्रोत्साहन गर्नुहुन्थ्यो अनि म जान्थेँ, त्यहाँ सिकाउने मौकाहरू मलाई दिइयो अनि टिनेजदेखि नै म चाहिँ त्यो कुराहरूमा अगाडि एकदमै बढिरहेको थिएँ अनि त्यो कुरामा चाहिँ मण्डलीको सेवा गर्ने कुरामा मलाई सधैँभरि लगाव थियो। हृदयमा एक किसिमको त्यो बोझ हुन्छ नि, मलाई सिकाउन, विश्वासीहरूलाई काउन्सिलिङ गर्न, उहाँहरूलाई परमेश्वरको मार्गको बारेमा सिकाउन, बुझाउन चाहिँ मलाई हृदयदेखि एकदमै त्यो चाहना चाहिँ थियो। तर मलाई थाहा थिएन कि मेरो बोलावट चाहिँ केमा छ भनेर, किनभने म जवान सङ्गति पनि हेर्थेँ, मैले आराधनाको यता सेवा सङ्गतिमा पनि मैले सहायता पुर्याउँथेँ, मैले सन्डे स्कुलमा पनि सहायता पुर्याइरहेको थिएँ। तर म कुन कुराको निम्ति चाहिँ म बनिएको छु त भन्ने कुरामा मलाई अझै पनि फिक्स थिएन, बोलावट के छ भन्ने कुरा मलाई थाहा थिएन। अनि मेरो बुवा चाहिँ एउटा राजनीति पार्टीको अध्यक्षको भूमिकामा रहेर काम गर्दै गर्दाखेरि चाहिँ उहाँले मण्डलीमा चाहिँ सहायता पूर्ण रूपले दिन सक्नु भएन अनि उहाँको अनुपस्थितिमा चाहिँ मण्डलीमा वचनदेखि लिएर हरेक कुरा हेर्ने, मण्डलीको म्यानेजमेन्टदेखि लिएर सबै कुरामा मैले सहायता पुर्याउँदै गरेँ। अनि एउटा समय आइपुग्यो, त्यो चाहिँ 2076 सालमा चाहिँ हामी मण्डली परिवार अनि सबैजना मिलेर चाहिँ मण्डलीमा एउटा नयाँ पास्टर पनि नियुक्त गरौँ भनेर चाहिँ उहाँहरू सबैजनाको सहमतिमा चाहिँ अनि मेरो नाम उहाँहरूले रिकमेन्ड गर्नुभयो। अनि त्यसपछि मेरो बोलावट त्यहाँबाट अझै तिखारिँदै र अझै फक्रदै आयो भन्नुपर्छ। हजुर, एकदमै खुसी लाग्यो हजुरको अलिकति ब्याकग्राउन्ड सुन्न पाउँदाखेरि। हजुरलाई एउटा प्रश्न गर्न चाहन्छु। हाम्रो समाजमा चाहिँ नेतृत्व भन्ने बित्तिकै धेरै जस्तो पुरुषलाई हेर्ने चलन छ नि त, होइन? हाम्रो समाजमा हेर्न सक्छौँ, चाहे हामी पहिलाको यसुलाई चिन्ने भन्दा अगाडिको समाजमा पनि पुजारी भन्ने बित्तिकै अलि पुरुषहरूलाई बढी हेर्ने र सँगसँगै कतिचोटि क्रिस्चियन चर्चहरूमा पनि नेतृत्व भनेपछि पहिला चाहिँ पुरुषहरू नै हुनुपर्छ कि भने जस्तो पनि देखिन्छ, होइन? धेरैचोटि हामीले त्यो कुराहरू देख्छौँ। तर तपाईँले त्यो कुरालाई कतिको अनुभव गर्नु भएको थियो कि म एउटा महिला भएर पास्टरी सेवामा आउँदाखेरि कति कुराहरूले अप्ठ्यारो पार्छ कि पार्दैन होला, अथवा विश्वासी जनहरूले कतिको मलाई पास्टरको रूपमा हेर्नुहुन्छ होला भनेर त्यो सोच्नु भएको थियो कि थिएन हजुरले? त्यो किसिमले एक किसिमले एउटा सोचाइ चाहिँ थियो, नभएको चाहिँ होइन। अवश्य, किनभने हाम्रो नेपाली समाजमा एउटा छोरी मान्छे, चाहे हामी क्रिस्चियन फिल्डमा हौँ या फिर सेकुलर फिल्डमा किन नहोस्, छोरी मान्छेलाई अलिकति समस्या गाह्रो या फिर अलिकति हेर्ने दृष्टिकोण चाहिँ अलिकति फरक छ। अनि मलाई पनि सुरुमा चाहिँ समाजले मलाई कुन प्रकारले लिनु होला, कि मलाई स्वीकार गर्नु होला भन्ने प्रश्न चाहिँ थियो। तर त्यो प्रश्न छँदा पनि मैले के भन्नु होला, उहाँहरूले समाजबाट के आउला त मलाई भन्ने कुरालाई मैले बेसी प्राथमिकता दिइनँ। मैले सधैँभरि मेरो सेवाकाईमा, किनभने हामी सबैजना सेवक सेविका हौँ, परमेश्वरको राज्य विस्तार गर्न आएका हौँ, प्रभुमा मानिसहरू डोर्याउन, परमेश्वरमा जित्न हामी बोलाइएका छौँ। अनि त्यो कारणले मैले सधैँभरि मेरो आफ्नो सेवाकाईमा मात्र मैले ध्यान दिएँ। फलानुले यताउताले के भन्नुहुन्छ भने मैले ध्यान दिइनँ। सुरुको समयमा चाहिँ अलिकति सुरुको समय भएर होला मलाई नर्भस हुन्थ्यो, अलिकति डर लाग्थ्यो। तर बिस्तारै समय सँगसँगै चाहिँ परमेश्वरले मलाई त्यो डरको आत्मा हटाउनु भयो र आफू सेवाकाईमा आबद्ध भइरहे, अगाडि बढिरहे र मैले समाजको कुरालाई मैले ध्यान दिइनँ। ओके, अनि तपाईँले जब पास्टरीय सेवामा जब अभिषेक हुनुभयो, त्यसपछि तपाईँलाई कतै मण्डलीका विश्वासी हुन सक्छन्, कतिजना अगुवाहरू हुन सक्छन्, केही त्यस्ता खालका चुनौतीका कुराहरू उहाँहरूबाट आएको थियो कि थिएन? जस्तै हामी अलि महिला पास्टरलाई स्वीकार गर्दैनौँ भन्ने टाइपको, अथवा अलि भनेको नटेर्ने खालको नि हुन्छ नि, होइन? अलि रेस्पेक्ट कम गर्ने खालको नि हुन्छ, अथवा कतैबाट कसैले कुरा निकाल्न नि सक्छन् जो फेस टु फेस चाहिँ आएर भन्दैनन्, तर बाहिर केही कुराहरू पनि गर्छन् विश्वासीले। त्यस्तो खालको केही अनुभव छ तपाईँसँग?
मेरो व्यक्तिगत अनुभवमा चाहिँ मैले त्यो कुराहरू चाहिँ महसुस गरिनँ। कारण चाहिँ के थियो भन्दाखेरि मण्डली परिवारले म सानै बेलादेखि हुर्केको देख्नु भएको छ, चेलापनमा हुर्केको मलाई देख्नु भएको छ। मेरो स्वभाव, मेरो आचरण कस्तो छ उहाँहरूलाई सबैलाई थाहा थियो। अनि त्यो कारणले उहाँहरूबाट चाहिँ कुनै पनि त्यस्तो असमर्थनको कुराहरू अनि पछाडि कुरा गर्ने कुराहरू थिएन। जसरी मलाई पास्टर भूमिकामा रहेर मलाई सेवाकाईमा अगाडि बढाउनु भयो, मण्डली परिवारको नै ठुलो हात छ यसमा चाहिँ। अनि उहाँहरूबाट त पूर्ण समर्थन थियो। अनि अब मेरो बुवा मम्मीको कुरा गर्ने हो भने त उहाँहरू त अब गर्व गर्ने कुरा नै भयो, किनभने आफू सेवक भइ पनि छोराछोरी पनि सेवक या फिर परमेश्वरको राज्यमा सेवक सेविका बनेर आउन खोज्छन् भन्ने कुरा देख्दै गर्दा उहाँहरूलाई गर्वको कुरा थियो। अनि त्यही कारणले पनि मैले मेरो परिवारबाट पनि पूर्ण समर्थन पाएँ र मण्डली परिवारबाट पनि समर्थन पाएँ। र बाहिरबाट पनि सुरुको समयहरूमा चाहिँ अलिकति अनौठो प्रकारले छोरी मान्छे पास्टर भन्ने टाइपको उहाँहरूको थियो। तर त्यसमा उहाँहरूले मेरो अगाडि नै आएर त्यसमा विरोध चाहिँ गर्नुभएको मैले थाहा पाएको छैन। तर पछाडि उहाँहरूको नभने तापनि उहाँहरूको हाउभावले चाहिँ अलिकति हेर्ने दृष्टिकोणमा चाहिँ फरक चाहिँ मैले देखेको छु। ओके। अनि तपाईँले जस्तै अब पास्टरको रूपमा सेवा गर्दा दिदीबहिनीहरूलाई विशेष गरी नेपाली समाजमा जस्तै अब मण्डलीमा त विभिन्न कुराहरू घटनाहरू भइरहेको हुन्छ। कतिचोटि मान्छे बित्नुहुन्छ होइन, विवाहको कुरा हुन्छ, अब बाल अर्पणका कुराहरू हुन्छ होइन। ती कुराहरूमा सेवा गर्दाखेरि धेरै जसो मान्छेहरूले मैले अनुभव गरेको चाहिँ धेरै जसो मान्छेहरूले चाहिँ दिदीबहिनीले भन्दा पनि पुरुषले गर्दैदेखि अलि हुन्थ्यो। जस्तै मृत्यु संस्कारमा अब नेपाली समाज त कस्तो तरिकाले आछ भने दिदीबहिनीले गर्न मिल्दैन भन्ने समाजबाट आछ नि त होइन। अनि मैले धेरै चर्चहरूमा पनि देखेको छु जहाँ चाहिँ महिला पास्टर हुँदा पनि बरु अर्को चर्चको पुरुष पास्टरलाई बोलाएर गर्न लगाएको छ। यस्तै केही घटनाहरूमा तपाईँले केही चुनौती अथवा केही अनुभवहरू बटुल्नु भएको छ यस्तो खालका गतिविधिहरूमा? यस्तो किसिमको अनुभव चाहिँ मैले व्यक्तिगत रूपमा चाहिँ अनुभव गरेको छैन। अनि फेरि हाम्रो मण्डलीमा चाहिँ म मात्र छैन, मेरो बुवा पनि पास्टर हुनुभएको कारणले चाहिँ त्यो विभिन्न त्यो विशेष घटनाक्रमहरूलाई चाहिँ उहाँ हुँदाखेरि उहाँले हेर्नुहुन्छ र उहाँको अनुपस्थितिमा चाहिँ मैले सम्हाल्ने गरेको छु। र हो, तपाईँले भन्नुभएको एकदमै सही हो। मैले पनि धेरैवटा ठाउँहरूमा अब सिक्ने क्रममा दिदीबहिनीहरूसँग सङ्गत गर्ने कुरामा चाहिँ मैले पनि देखेको छु कि दिदीबहिनी पास्टर हुनुभएकै कारणले खोजेर पनि ल्याएर अर्को मण्डलीबाट खोजेर ल्याएर पनि बरु पुरुष पास्टरलाई नै मौकाहरू दिएको कुराहरू चाहिँ मैले समाजमा चाहिँ देखेको छु त्यो कुराहरू। तर म आफ्नो व्यक्तिगत अनुभवमा चाहिँ त्यो कुरामा चाहिँ मलाई कुनै पनि रोकटोक चाहिँ भएको छैन। हजुरलाई जे त्यो कुरामा खुला चाहिँ छ, तर अहिले हजुरको आफ्नै ड्याडीले गर्दाखेरि अझै सहज भएको छ। अनि कतिचोटि अब हामी विश्वासीजनहरूको घरमा हुन्छ नि त, उनीहरू बिरामी भएर फोन गर्दाखेरि पास्टरी सेवाकाई त आधा रातमा नि दौडिनुपर्छ, फोन आउँछ दौडिनुपर्छ। त्यसको तुलनामा अब हामीले छोरा मान्छेहरूलाई अलिक सहज होइन, दिदीबहिनीहरूलाई अब यसो गइहालौँ नि त कसै घरमा भन्दाखेरि परिवारबाट पनि रोकटोक गर्न खोजेको देख्छौँ होइन। पास्टरै नभए पनि एउटा लिडरको हैसियतमा पनि घरबाट कहाँ हुन्छ छोरी मान्छे भएर यति राति हिँड्ने, अथवा कहाँ दिउँसै पनि अब कहाँ त्यो अर्का घरमा पठाउने छोरीलाई भन्ने जस्तो गर्छन्। त्यस्तो खालको अनुभव छ कि छैन हजुरलाई चाहिँ? त्यस्तो खालेको अनुभव चाहिँ म आफैले फेरि पनि मैले त्यो कुरा चाहिँ अनुभव गरेको छैन। कारण किन भन्दाखेरि म जहाँ पनि जान्छु मलाई चाहिँ कि मेरो भाइ बहिनीहरू मसँग साथमै हुनुहुन्छ, कि मेरो परिवारको कोही सदस्य मसँग रहेर मलाई सहायता गर्नुहुन्छ, या फिर धेरै रातिको समयमा चाहिँ म त्यसरी निस्किनु पर्ने अवस्था आएको छैन अहिलेसम्म, प्रभुलाई धन्यवाद होस्। अनि फेरि हामीले एउटा के पनि सिकाउँछ हाम्रो मण्डलीमा भन्दाखेरि चाहिँ तपाईँसँग नै प्रार्थना गर्नलाई तपाईँसँग नै शक्ति छ। हामी पास्टर भूमिकामा रहेको व्यक्तिहरू हामी विशेष होइनौँ। हामीसँग जुन परमेश्वर हुनुहुन्छ तपाईँहरूसँग पनि सेम परमेश्वर हुनुहुन्छ। तपाईँहरूले पनि प्रार्थना गर्दाखेरि उहाँले नसुन्ने भन्ने होइन, उहाँले पनि सुन्नुहुन्छ। यसकारण एकदम इमर्जेन्सी पर्यो भने भन्नुहोस्, होइन भने तपाईँहरू आफै सक्षम हुनुहुन्छ भनेर चाहिँ हामीले त्यसरी सिकाउँदै गरेको कारणले होला विश्वासीहरू त्यस्तो के आपद विपद पर्दाखेरि पनि उहाँहरू आफैले नै डिल गर्नुहुन्छ होइन। प्रार्थना विषय अब एकदमै बिरामी हुनुभयो भने कहिले कहिले राति पनि निस्किनु पर्ने अवस्था हुन्छ। तर त्यो कुराहरूमा मलाई रोकटोक चाहिँ छैन। अब सुरक्षाको किसिमले हेर्ने हो भने चाहिँ अलिकति सतर्क त अपनाउनै पर्छ छोरी मान्छे अब रातिको समयमा हिँड्दाखेरि। तर पनि परिवारबाट तिमी राति भयो निस्किन हुँदैन भन्ने किसिमको वातावरण चाहिँ मेरो परिवारबाट चाहिँ त्यस्तो छैन। ओके। अब म यो कुरालाई थोरै अर्को उसमा लान चाहे।
अब नेपाली मण्डलीहरूमा हजुर, धेरै मण्डलीहरूमा हामीले देखेका छौँ कि दिदीबहिनीहरूले चाहिँ पास्टरी सेवा गर्न हुँदैन भन्ने पनि हामीले देखेका छौँ। हजुर, हो, कतिवटा चर्चहरूमा चाहिँ दिदीबहिनीहरूलाई प्रचार पनि गर्न दिँदैन। दिँदैन। अनि मैले यतिसम्म देखेको छु कि सोसल मिडियाहरूमा विभिन्न पास्टरहरूले नै हजुर, पोडकास्ट गर्ने क्रममा आफ्नो अभिव्यक्ति राख्ने क्रममा उहाँहरू आफैले पनि भन्नुभएको छ कि दिदीबहिनीहरूलाई पास्टर बनाउन मिल्दैन, हजुर, अथवा दिदीबहिनीहरूलाई सञ्चालनहरू गर्न दिन ठिकै हो, अनि अरू सेवा जस्तै डिकनेसको जस्तो सेवा दिनु ठिकै हो, तर पास्टर एल्डरको चाहिँ हुँदैन। दिदीबहिनीहरूले प्रभुवचन चलाउन मिल्दैन, दिदीबहिनीहरूले मृत्यु संस्कार गर्न मिल्दैन, बरु चर्चको अरू कुराहरूमा सेवा गरे भइहाल्यो नि भनेर अलिकति खुम्चाउन खोजेको हो कि जस्तो पनि देख्छौँ होइन। त्यसमा तपाईँको विचार के छ? दिदीबहिनीहरूलाई जुन तरिकाले खुम्चाउन खोजेको जस्तो देखिन्छ नि, दिदीबहिनीहरूले यो गर्नुहुन्न, त्यो गर्नुहुन्न, पास्टरी सेवा गर्नुहुन्न भन्नुभएको छ, कोहीले प्रभुवचन चलाउनुहुन्न भनेको छ होइन। जस्ट एउटा सीमित एरिया जस्तै मण्डलीको कामहरू चाहिँ गर्दा ठिकै छ दिदीबहिनीलाई, अथवा दिदीबहिनी सङ्गति सञ्चालन गरोस् न बरु उनीहरूले भन्ने खालको। त्यसमा हजुरको विचार के छ? यो चाहिँ एक किसिमले भन्ने हो भने चाहिँ यो हाम्रो पितृसत्तात्मक यो हाम्रो सोसाइटी भएको कारणले सायद हाम्रो पास्टरज्यूहरू कतिजनाको मानसिकतामा त्यो कुराको प्रभाव परेको पनि हुनसक्छ। अब यो कुरा भन्दै गर्दाखेरि कतिजनालाई कडा तितो लाग्न सक्छ, तर यो खास गरी फ्याक्ट पनि हो। किनभने हाम्रो नेपाली समाज चाहिँ छोरी मान्छेलाई केही वर्ष अगाडि मात्र पनि दोस्रो नागरिकको रूपमा हेर्ने गरिन्थ्यो नै। दिदीबहिनीहरू भर्खर बिस्तारी बल्ल बल्ल अलि फक्रिँदै र अगाडि बढ्दै आउनु भइरहेको छ। र यो दिदीबहिनीलाई सीमित गर्नलाई चाहिँ उहाँहरूले बाइबलको वचनलाई एकदमै गलत रूपमा व्याख्या गर्नुभएको देख्न सक्छौँ। उदाहरणको निम्ति हामीले 1 कोरिन्थी 9-10 अध्यायमा हामीले 10-11 अध्यायमा हामी त्यहाँ देखेका छौँ कि दिदीबहिनीहरूले शिर ढाक्नुपर्छ भन्ने कुरा, त्यसमा पनि वाद विवाद चलिरहेको छ। अर्को हेर्ने हो भने 1 तिमोथी 2को 12 अध्यायमा 11-12 अध्यायमा पदमा पनि लेखिएको छ कि दिदीबहिनीहरू चाहिँ दीनतामा अधीनमा बसुन् र पुरुषहरूलाई नसिकाउन्। हो, यो वचनलाई ल्याएर चाहिँ उहाँहरूले यति नराम्रोसँग उहाँहरूले व्याख्या गरिदिनु भएको छ। हामीले हरेकचोटि बाइबल अध्ययन गर्दै गर्दाखेरि यो वचन किन आयो, कसले लेख्नुभयो, के कारणले लेख्नुभयो, र यो वचन लेख्नुको उद्देश्य के थियो, र त्यहाँको पृष्ठभूमि के थियो भन्ने कुरालाई चाहिँ मध्यनजर गरेर बाइबल अध्ययन गर्नु आवश्यकता छ। उदाहरणको निम्ति मैले अघि भर्खर भने दिदीबहिनीले शिर ढाक्ने कुरामा चाहिँ के छ भन्दाखेरि त्यहाँ कोरिन्थीको त्यो समयमा चाहिँ त्यहाँका समाज चाहिँ बहुसांस्कृतिक बहुधार्मिक समाज रहेको कारणले त्यहाँ चाहिँ दिदीबहिनीहरूलाई शिरमा त्यो ढाक्नुपर्छ भन्ने थियो। त्यहाँ चाहिँ दिदीबहिनीहरू जो विवाहित हुनुहुन्छ उहाँहरूले चाहिँ शिर ढाक्ने चलन थियो। अनि शिर चाहिँ कसले ढाक्दैन थियो भन्दा जो अविवाहित हुनुहुन्छ र जो चाहिँ मन्दिरमा उहाँहरूले चाहिँ वेश्यावृत्तिको कामहरू गर्ने व्यक्तिहरूले चाहिँ शिर नढाक्ने किसिमको थियो। अनि त्यहाँ समाजले हेर्दै गर्दाखेरि शिर ढाकेको स्त्रीहरूलाई चाहिँ एउटा आदरपूर्वक र सम्मानपूर्वक हेर्ने कुरा थियो, र शिर नढाकेको स्त्रीहरूलाई चाहिँ अलिकति चरित्रहीन महिलाको रूपमा हेर्ने चलन थियो। अनि त्यो कारणले पनि पावलले चाहिँ त्यहाँ चाहिँ शिर ढाक्नु पर्छ, किनभने यहाँ संस्कृतिमा त्यो कुराको डिमान्ड गरेको छ। कन्टेक्स्टलाइज भन्छ नि, त्योको डिमान्ड चाहिँ यसका हामी त्यसलाई मानौ भनेर उहाँहरूले भन्नुभएको छ। कतिजनाले अब त्यही शिर ढाक्ने कुरालाई पनि एकदमै ठुलो इस्यु बनाउनु भएको छ। यदि तपाईँ आफ्नो शिर ढाक्नुहुन्छ या फिर ढाक्नु न, त्यो तपाईँको आफ्नो व्यक्तिगत स्वतन्त्रताको कुरा हो, यसमा कसैले पनि वाद विवाद गर्नु आवश्यकता मलाई त्यो कुरा ठिक जस्तो लाग्दैन। तर पनि हामीले चाहिँ के बुझ्नुपर्छ भन्दाखेरि चाहे तपाईँ शिर ढाक्नुहोस् नढाक्नुहोस्, तपाईँको हृदय चाहिँ कस्तो छ त, तपाईँको हृदय चाहिँ कालो मैलो छ अनि शिर चाहिँ ढाक्नुहुन्छ भने त्यो कुराले चाहिँ हाम्रो आत्मिक लेभललाई देखाउँदैन। हाम्रो आत्मिक जीवन चाहिँ हाम्रो हृदय चाहिँ कस्तो छ त्यो कुराले महत्त्व दिन्छ। अनि बाइबलले शिर ढाक्ने कुरालाई पनि महत्त्व दिन्छ। मैले यो कुरामा एकछिन रोके, हजुर, किनभने शिर ढाक्ने कुरा गर्दै गर्दाखेरि यसमा पनि दिदीबहिनीलाई चाहिँ जोड दिएको हो कि जस्तो लाग्छ कि जस्तै तपाईँले शिर ढाक्ने कुरो ल्याउनु भयो, त्यहाँ छोरा मान्छेले पनि शिर चाहिँ नढाक्ने कुरो छ। अनि मानिसहरू शिर ढाक्नु हुन्न भन्ने कुरा छोरा मान्छेलाई चाहिँ सिकाएको हामी मण्डलीहरूमा देख्दैन होइन। अनि छोरी मान्छेहरूलाई चाहिँ शिर ढाक्नु पर्छ कि पर्दैन भन्ने कुरोमा धेरै वाद विवाद देखिरहेछौँ। तर छोरा मान्छेले चाहिँ प्रार्थना गर्दा शिर ढाक्नु हुन्न भन्ने कुरो त्यसमा पनि विवाद चाहिँ गरेको देख्दैनौँ नि हामी होइन। हजुर, अब तपाईँलाई अर्को एउटा वचन ल्याउनु भयो, दिदीबहिनीहरू चाहिँ मण्डलीमा नबोलुन्, सिकाउने काम नगरून् भने। धेरैले यो वचनलाई दाबी गर्छन् कि पावल आफैले नै सिकाउनु भएको छ कि
दिदीबहिनीहरू चाहिँ सभाभित्र नबोलुन्, उनीहरूलाई केही सोध्न मन छ भने उनीहरूले गएर आफ्नो घरमा आफ्नो श्रीमानसँग सोधुन् भनेर चाहिँ यो वचनलाई हजुरले कसरी व्याख्या गर्नुहुन्छ? यो वचनको पनि पृष्ठभूमिलाई हामीले हेर्न आवश्यकता छ। अब यहाँ हामीले यो तिमोथीको पुस्तकमा यो जुन कुराहरू लेखिएको छ, यो कुराहरू हामीले पढ्दै गर्दाखेरि हामीले के बुझ्नुपर्छ भन्दाखेरि तिमोथीले यो वचनको पत्र चाहिँ पावलले चाहिँ यो वचनको पत्र चाहिँ तिमोथीलाई लेख्नु भएको थियो, जो चाहिँ उहाँको चेला एकदमै छोरा समानको हुनुहुन्थ्यो। र उहाँ तिमोथी चाहिँ एफिसस सहरमा रहेर, जुन चाहिँ एउटा केन्द्रबिन्दु जस्तै होइन, पुरै हाम्रो काठमाडौँ एउटा केन्द्रबिन्दु जस्तै हरेक गाउँबाट हरेक देशबाट आएर चाहिँ व्यापारहरू गरिने ठाउँ थियो। अनि त्यहाँ चाहिँ एउटा मन्दिर थियो जुन चाहिँ आर्टेमिस मन्दिर, जुन चाहिँ डायना भन्ने देवीलाई पूजा आराधना गर्ने मन्दिर थियो। अनि त्यो मन्दिरमा चाहिँ त्यहाँ दिदीबहिनीहरूको पुजारी गिरीमा चाहिँ उहाँहरू हुनुहुन्थ्यो होइन। जसै गरी हामीले पशुपति मन्दिरहरू विभिन्न मन्दिरहरूमा हेऱ्यौँ भने त्यहाँ पुजारीको स्थानमा दाजुभाइलाई देख्छौँ भने त्यो मन्दिरमा चाहिँ दिदीबहिनीहरूको सहभागिता थियो। अनि त्यहाँ त्यो भइसकेपछि चाहिँ परमेश्वरको जनहरू तिमोथी र उहाँका चेलाहरूले चाहिँ त्यहाँ परमेश्वरमा विश्वासमा मानिसहरू बढाउँदै लाँदै गर्दाखेरि चाहिँ कतिजना त्यो मन्दिरको ब्याकग्राउन्डबाट भएको व्यक्तिहरू पनि आउनुभयो मण्डलीमा। तर उहाँ त्यो दिदीबहिनीहरूले के गर्न थाल्नुभयो भन्दाखेरि बाइबलको कुरालाई बुझ्नु छैन, सुसमाचार के हो मजाले त्यसलाई चाख्नु छैन, परमेश्वरको हुनुहुन्छ बुझ्नु छैन। तर मण्डलीमा चाहिँ उठेर चाहिँ सिकाउने, विभिन्न किसिमको व्याख्या गर्न थाल्ने, त्यो पनि गलत कुराको व्याख्या गर्दाखेरि चाहिँ मण्डलीमा चाहिँ अभद्रता, अव्यवस्थित र झुटो शिक्षाको चाहिँ एकदम व्यापक रूपमा चाहिँ त्यहाँ समस्या भएको कारणले नै उहाँले यो कुरा चाहिँ दिदीबहिनीहरू चुप्लाएर बसुन् र अधीनमा बसुन् भन्ने कुरालाई चाहिँ जोड दिनु भएको। तर आज पनि त्यो कुरालाई लिएर धेरैजनाले व्याख्या गर्नुहुन्छ, ल हेर्नुहोस् यहाँ दिदीबहिनी चुप लागुन् भन्नुभएको छ। त्यसो भए तपाईँले अलि अगाडि मात्र तपाईँले किन हेर्नु भएन कि पावलले त्यहाँ फिबी र प्रिस्किलाको सेवकाईको पनि बयान गर्नुभएको छ र प्रशंसा गर्नुभएको छ। यसकारण दिदीबहिनीलाई एउटा लैङ्गिक हिसाबको कारणले दबिन र दबाउने कोसिसलाई चाहिँ यो कुरा चाहिँ एकदमै गलत छ। र यस्तो किसिमको व्याख्या गर्ने दाजुभाइ पास्टरज्यूहरूको चाहिँ अलिकति त्यसलाई माइन्डलाई रिफ्रेस गर्ने हो कि एकचोटि फेरि त्यसलाई परिवर्तन गर्ने हो कि सोचाइमा, त्यो भन्न अर्को शिर ढाक्ने कुरोमा तपाईले त्यो पद ल्याउनु भयो नि, दिदीबहिनीहरूले शिर नढाक्नु त शर्मको कुरो हो भनेको छ। फेरि दाजुभाइले पनि शिर ढाक्नु भन्दा त बरु कपालै खुइलाएको राम्रो भनेको छ। शिर ढाक्ने कि नढाक्ने तपाईँको विचार के छ यसमा? शिर तपाईँ मैले अघि पनि सुरुमै भनिहालेँ, शिर ढाक्ने र नढाक्ने कुरा चाहिँ महत्त्वपूर्ण भन्दा पनि तपाईँको हृदय चाहिँ के छ। तपाईँको हृदय चाहिँ कालो मैलो धमिलिएको छ र मण्डलीमा चाहिँ शिर पनि ढाक्नुहुन्छ, हात पनि उचालेर आराधना नि गर्नुहुन्छ, हालेलुया प्रशंसा पनि दिनुहुन्छ, एकछिन प्रार्थना गरेर जस्तो पनि गर्नुहुन्छ, 2 घण्टाको सेवा सङ्गतिमा बाहिर निस्किने बित्तिकै तपाईँको असली चेहरा निस्किन थाल्यो भने त्यो शिर ढाक्नु र नढाक्नुले केही महत्त्व राख्दैन। तपाईँको हृदय चाहिँ सुन्दर हुनु पर्यो, बिब्लिकल प्याटर्न अनुसार तपाईँको लाइफ चाहिँ जिउनु पर्यो, त्यो कुरा चाहिँ महत्त्वपूर्ण हो। शिर ढाक्ने नढाक्ने व्यक्तिगत स्वतन्त्रताको कुरा हो। उहाँलाई ढाक्न मन लाग्छ ढाक्नुहोस्, नढाक्न मन लाग्दैन नढाक्नुहोस्, तर ढाक्नेले नढाक्नेलाई पनि आलोचना नगर्नुहोस् र नढाक्नेले ढाक्नेलाई पनि आलोचना नगर्नुहोस् भन्ने चाहिँ मेरो विचारमा राख्न चाहन्छु। भनेपछि यो हाम्रो आफ्नो मण्डलीको कल्चर हेरेर जुन मण्डलीहरूमा चाहिँ शिर ढाक्ने भनेर उहाँले भनिरहनु भएको छ, शिर ढाक्दा पनि भइहाल्यो, त्यसले केही फरक पारेन। तर जुन मण्डलीहरूमा शिर ढाक्दैनन्, कतिले ढाक्छन्, उनीहरूलाई पनि विरोध चाहिँ नगर्ने। र यसमा म एउटा के पनि थप्न चाहन्छु भन्दाखेरि शिर ढाक्दैमा एकदमै आत्मिक व्यक्ति हो यो व्यक्ति भनेर त्यो किसिमले पनि नहेरिदिनुहोस्। कतिजनालाई शिर ढाक्नलाई अगुवाई हुन्छ ढाक्नुहुन्छ, कतिजनालाई अगुवाई हुँदैन ढाक्नुहुन्न। ठिक छ, आदरपूर्वक गर्न चाहनुहुन्छ, तपाईँको आफ्नो स्वतन्त्रताको कुरा हो। तर तपाईँ आफू शिर ढाक्छु भन्दैमा अरू नढाक्नेलाई यो व्यक्ति चाहिँ पापी नै हो, अधर्मी नै हो, यो मान्छे चाहिँ एकदमै खत्तमै हो भन्ने किसिमको व्याख्या गर्नु चाहिँ फेरि पनि गलत बुझ्दछु। एउटा अब यो हुन त प्रश्न पनि रमाइलो टाइपको होइन, कति मान्छेहरू यसरी व्याख्या गरिरहेछन् कि महिला दिदीबहिनीहरू पुरुषको रूपमा सेवाकाईमा अलिक कमजोर हुन्छन् अनि उनीहरू अलिक भावनामा अलिक बढी डुब्ने हुन्छन्, त्यो भएर शैतानले पनि हब्बालाई बहकायो भन्छ होइन। अब हब्बाको कुरा ल्याछ त्यहाँनिर, अनि त्यो भएर दिदीबहिनीहरूलाई धेरै ठुलो भूमिकाहरूमा दिनु हुँदैन, किनभने शैतानले दिदीबहिनीलाई चाहिँ सजिलै बहकाउँछ, दाजुभाइलाई चाहिँ बहकाउँदैन भन्ने एउटा व्याख्या छ। यसमा तपाईँ कसरी व्याख्या गर्नुहुन्छ? यो चाहिँ मलाई के लाग्छ भन्दाखेरि सेवाकाईमा चाहिँ न दाजुभाइ न दिदीबहिनी हामी सबैजना एक समान हौ। तर यहाँ मैले कुरा यो किन बुझिरहेको छैन भन्दाखेरि यो किसिमको मानसिकता चाहिँ कहाँबाट आइरहेछ, किन आइरहेको छ?
किनभने परमेश्वरले चलाउनलाई के दाजुभाइलाई मात्रै चलाउनु भएको छ त? विश्वको इतिहासमा हेऱ्यौँ भने कि दाजुभाइले मात्रै गरेर आज क्रिस्चियनिटी यहाँसम्म आएको हो त? होइन नि त। यहाँ दिदीबहिनीहरूको पनि ठुलो भूमिका छ। दिदीबहिनीहरू पनि उत्तिकै सेवामा लाग्नु भएको छ। तर पनि फेरि पनि समाजले के खोज्छ त? दाजुभाइको नेतृत्व नै खोज्छ, दाजुभाइ नै ठिक हो, दाजुभाइ नै चाहिन्छ भन्ने। फेरि मैले यो भन्दै गर्दाखेरि मैले यहाँ कम्पिटिसन गर्नुपर्छ दिदीबहिनी भर्सेस दाजुभाइ गर्नुपर्छ भन्न खोजेको होइन। तर यसलाई सन्तुलित किसिमले किन दिदीबहिनीलाई दबाउने त? दिदीबहिनीलाई पनि बढ्न दिनुहोस् न। बरु उहाँहरूलाई के गर्दाखेरि उहाँहरू बढ्न सक्नुहुन्छ त? त्यो किसिमको प्रोग्रामहरू, त्यो किसिमको वातावरण चाहिँ हामीले सृजना चाहिँ गरौँ न। उहाँहरूलाई शिक्षाको कुरामा पनि त्यत्तिकै पोख्त बनाऊ। उहाँको वरदानहरू हेरेर उहाँहरूलाई त्यो कुरामा अझै तिखार्नलाई, उहाँहरूलाई अगाडि लानको निम्ति प्रोत्साहन गरौँ। बाइबल कलेजहरू जानलाई पनि प्रोत्साहन गरौँ। जति बेला पनि कुनै पनि सेमिनार या फिर कुनै पनि गोष्ठी हुँदाखेरि किन दाजुभाइ मात्र जाने त? त्यहाँ पनि दिदीबहिनीहरूको पनि संलग्नता राखौँ न। उहाँहरूले पनि त सिक्ने मौका पाउनुहुन्छ। त्यही कारणले मलाई यो हो, दिदीबहिनी भावनात्मक रूपमा अलिकति सेन्सिटिभ चाहिँ हुन्छ। तर यसको मतलब चाहिँ दिदीबहिनीहरू पुरै पापै गर्छन्, यिनीहरूले असल निर्णय गर्न सक्दैनन् भन्ने जुन दाजुभाइहरूको मानसिकता छ, यो चाहिँ एक किसिमले मैले अघि पनि भने अलिकति पितृसत्तात्मक सोचले पनि यसलाई प्रभाव पारेको देखिन्छ। त्यही त, यो मैले यसको बारेमा सोचेँ। अनि अब यहाँ पनि हब्बाको कुरा ल्यायो उनीहरूले। अनि त्यसपछि फेल भएको त आदम पनि हो नि, होइन? अब आदमलाई पनि त चोइस थियो नि। आदमलाई जबरजस्ती फल खुवाएको त होइन त्यहाँ। अझै हब्बा भन्दा नि बढी जिम्मेवारी त आदम थियो त त्यहाँ, होइन? किनभने आदमको लागि पनि हब्बा बनाइएको थियो भनेको छ। अनि आदमले मात्रै तिमीले किन खाएको, म त खाँदिनँ भन्न पनि सक्थ्यो त, होइन? तर उपान त बहकेको कुरा छ। तर दिदीबहिनीकै कुरा चाहिँ बढी मान्छेहरूले शैतानले सजिलै बहकाउँछ। तर बाइबलमा मैले फेरि सबैभन्दा धेरै बहकेको चाहिँ दाजुभाइ देखेको छु। किनभने परमेश्वरले होइन सबैभन्दा बढी बाइबलमा धेरै पुरुषलाई चलाएको देखाउनु भएको छ। पुरुषहरू फेल भएको नि देखाएको छ, होइन? चाहे त्यो अब आदम किन नहोस्, होइन? अब हामीले दाउदलाई हेर्न सक्छौँ, साउललाई हेर्न सक्छौँ, सोलोमनलाई हेर्न सक्छौँ। सबै पुरुषहरू होइन नि त, उनीहरू सबै फेल भएको हो नि एक टाइममा, होइन? फेल पनि भएको। त्यो कुरा चाहिँ पुरुषको सेवासँग जोड्दैनन्। तर त्यो कहाँ हब्बाको कुरा ल्याएर, होइन? लास्टमा गएर दिदीबहिनी चाहिँ कमजोर हो भन्छ। तर पुरुषहरू पनि त फेल भएको कुराहरू त बाइबलमा छ नि त, होइन? अनि यो कुरामा चाहिँ अझै सचेत हुनुपर्छ जस्तो लाग्छ मलाई। तपाईँले नेपाली मण्डलीहरूमा दिदीबहिनीहरूलाई सेवामा आउनबाट रोकिएको केही कारणहरू हजुरले देख्नु भएको छ? एउटा मैले अघि पनि भनिहालेँ, बाइबलको गलत व्याख्या गर्दाखेरि पनि दिदीबहिनीहरूलाई एकदमै सीमित गरेको देख्दछु हाम्रो नेपाली मण्डलीहरूमा। अनि त्यो कुरा हुँदै गर्दाखेरि उहाँहरूलाई जुन परमेश्वरले दिनुभएको वरदानहरू चाहिँ जसरी फक्रिनु पर्ने हो, जति फुलेर आउनु पर्ने हो, त्यति आउँदैन। अनि त्यो कुराले पनि एउटा प्रभाव पारेको छ। अर्को चाहिँ यो पितृसत्तात्मक सोचले पनि त्यसमा असर पारिरहेको छ। र अर्को एउटा कारण चाहिँ घर परिवारले साथ सहायता नदिँदा पनि दिदीबहिनीहरू जति अगाडि बढ्नुपर्ने उहाँहरू बढ्न पाउनु भएको छैन। किनभने दिदीबहिनीहरूको एउटा जिम्मेवारी पनि छ। एउटा घर परिवार, बालबच्चा हुर्काउने हरेक कुराले गर्दाखेरि पनि घर गृहस्थी हेर्नुपर्ने कारणले पनि उहाँहरू चाहेर पनि कतिपटक अगाडि बढ्न पाइराख्नु भएको छैन। अनि त्यसमा चाहिँ यदि परिवारले चाहिँ उहाँको दिदीबहिनीहरूलाई चाहिँ घरमा घरायसी कामहरूमा सहायता गर्ने र उहाँहरूलाई यस्तो ट्रेनिङहरू, सङ्गतिका कुराहरू, सेवाका कुराहरूमा अगाडि बढाउन चाहिँ सहायता पुर्याउनु भयो भने त्यसले पनि एउटा सहायता चाहिँ पुर्याउँछ। अनि अर्को एउटा कारण किन हामी दिदीबहिनीहरू पछाडि परिरहेका छौँ भन्दाखेरि चाहिँ हाम्रो आफ्नै डरले पनि हामी कतिपटक पछाडि परिरहेका छौँ। कतिवटा मण्डलीहरूले दिदीबहिनीहरूलाई मौकै नदिने पनि होइन, दिनुहुन्छ। तर दिँदाखेरि दिदीबहिनीहरू चाहिँ अन्कनाउने या फिर पछाडि पर्ने या फिर म गर्दिनँ भन्ने किसिमको उहाँहरूको प्रतिक्रिया आएको कारणले पनि अर्को पुस्ताको दिदीबहिनीहरूले मौका नपाउनु भएको त्यो कुराहरू पनि देखिन्छ। हामीले मण्डलीहरूले कुन चाहिँ कुरा अलिक बढी ध्यान दियो भने अथवा कुन चाहिँ कुरा परिवर्तन गर्न सक्यो भने दिदीबहिनीहरूलाई सहज होला सेवामा अगाडि बढ्नको लागि? एउटा चाहिँ यो लैङ्गिक भेदभाव, जुन लुकेको लैङ्गिक भेदभाव छ मण्डलीभित्र, यो कुराको यो सोचलाई चाहिँ परिवर्तन गर्न सक्यौँ भने चाहिँ साँच्चै नै दिदीबहिनीहरूलाई एकदमै सहायता मिल्छ। र सेवाकाईको कुरामा तिमी दाजुभाइ, म दिदीबहिनी,
तिमी दिदी बहिनी म दाजुभाइ भन्ने भन्दा पनि यो चाहिँ परमेश्वरको राज्य हो। यसमा चाहिँ हामी सबैजना मिलेर हातमा हात मिलाएर हामीले गर्यौं, सेवाकाई गर्यौं भने चाहिँ मण्डली पनि त्यत्तिकै मजाले फक्रेर आउँछ, त्यत्तिकै मजाले वृद्धि पनि हुन्छ र जागृति पनि आउँछ। यसकारण यसरी मण्डलीले चाहिँ मण्डलीलाई पनि एउटा एजुकेसनको पनि आवश्यकता छ। उहाँहरूलाई पनि दिदी बहिनीहरूलाई किन सेवाकाईमा हामीले उत्साह दिनुपर्छ भन्ने कुराहरू, दिदीबहिनीको भूमिका के छ त मण्डलीमा भन्ने यस्ता विषयहरूमा रहेर चाहिँ मण्डलीमा गएर उहाँहरूलाई शिक्षाहरू दिएर पनि त्यो कुरामा नि असर पर्छ जस्तो लाग्छ। ओके, अर्को एउटा प्रश्न, कतिले एउटा के प्रश्न गर्छन् भने अब विशेष गरी हिन्दू दाजुभाइहरूले उहाँको भनाइ के छ भने अब तिमीहरू सबैलाई सम्मान व्यवहार गर्छौ हाम्रो धर्ममा भन्दा भनेर तिमीहरू भन्छौ भन्न त, तर खोइ बाइबलमा त दिदीबहिनीहरूलाई त्यस्तो ठाउँ दिएको हामी देख्दैनौँ त। क्रिस्चियनहरूले पनि हिन्दूहरू जस्तै दिदीबहिनीलाई खासै ठाउँ दिँदैनन् पनि भनेका छन् कि बाइबलले त्यसरी कतै भेदभाव गरे जस्तो देखिन्छ र सेवाकाईको लागि दिदीबहिनीहरूलाई अगाडि बढ्नको लागि। म चाहिँ त्यो देख्दिनँ, कारण बाइबलमा धेरै दिदीबहिनीहरू, छोरीहरू, महिलाहरूको विषयमा हामीले बाइबलमा धेरै उदाहरणहरू पाउन सक्छौँ। अनि त्यो कुरा मात्र नभएर चाहिँ हाम्रो इजरायल समाज पनि त पितृसत्तात्मक सोचाइबाट नै प्रभावित भएको समाज हो नि त। अनि त्यो समयमा पनि दिदीबहिनीहरूलाई हाम्रो केही वर्ष अगाडि हाम्रो नेपालमा जस्तो व्यवहार गरिन्थ्यो त्यही किसिमको व्यवहार इजरायलको समाजमा पनि गरिन्थ्यो। अनि त्यो समाजमा के हुन्थ्यो भन्दाखेरि दिदीबहिनीहरूको आवाजलाई मध्यनजर गरिँदैन थियो, उहाँहरूको आवाजहरू दबिन्थ्यो। अनि उहाँहरूलाई केवल घर र घरायसी कुरामा मात्रै सीमित गरेर राख्ने चलन थियो इजरायलको समाजमा पनि। तर त्यो किसिमको अवस्था हुँदै हुँदै पनि परमेश्वर येशू ख्रिस्टकै पनि चेलाहरू मात्र छैनन् क्या बाइबलमा, चेलीहरू पनि छन्। जुन कुरा चाहिँ कतिले छुटाउनुहुन्छ त्यो कुराले पनि मान्छेहरूले पढ्नुहुन्छ बाइबल, तर के पढ्नुहुन्छ, कसरी पढ्नुहुन्छ, कसरी व्याख्या गर्नुहुन्छ म बुझ्दिनँ कि। किनभने बाइबलमा धेरै दिदीबहिनीहरूको कुराहरू हामी देख्न सक्छौँ, कसरी परमेश्वरले चलाउनु भएको छ दिदीबहिनीहरूलाई। फिबी, प्रिस्किला, मरियम मग्दलिनी, यी सबै उदाहरणहरू के हो त, सेवक सेविकाहरूकै उदाहरणहरू हो नि त। अनि त्यही कारणले पनि होला अलिकति दाजुभाइलाई बेसी उहाँहरूको अलिकति बेसी कुराहरू राखिएको होला, किनभने जसले लेख्नुभयो उहाँहरू पनि त्यही समाजबाट आउनुभएको अनि दाजुभाइलाई अलिकति प्राथमिकता दिने समाजबाटै आउनुभएको कारण उहाँहरूले लेख्दाखेरि त्यसरी लेख्नुभयो। तर पनि परमेश्वरले त्यहाँ दिदीबहिनीलाई दिनुपर्ने स्थान चाहिँ त्यहाँ छुटेको छैन। दिदीबहिनीको सेवाकाईका कुराहरू, दिदीबहिनीले ल्याउनु भएको आमूल परिवर्तनका कुराहरू हामीले बाइबलमा देख्न सक्छौँ। ओके, यो भन्दा केही समय अगाडि मैले एउटा भिडियो फेसबुकतिर भाइरल भएको थियो। त्यो भिडियोमा के थियो भने एकजना दिदीले चाहिँ बप्तिस्मा दिँदै हुनुहुन्थ्यो र उहाँले दिदीबहिनीलाई पनि बप्तिस्मा दिँदै हुनुहुन्थ्यो, दाजुभाइलाई पनि दिँदै हुनुहुन्थ्यो। त्यो भिडियोलाई धेरैजनाले चाहिँ अलि आलोचनाहरू धेरै गरेर चाहिँ त्यो भिडियोलाई भाइरल बनाइएको थियो। के भनिरहेको थियो भने दिदीबहिनीहरूले बप्तिस्मा दिन सुहाएन भन्नुभयो एउटा, अर्को दिदीबहिनीहरूलाई बप्तिस्मा दिँदा ठिकै हो, दाजुभाइलाई उल्टो बप्तिस्मा दिएपछि अलि सुहाएन भनेर कतिले अलिक बढी नै क्रिटिसाइज गरेको कुराहरू मैले हेर्दै थिएँ क्या त्यतिखेर। मैले त्यो बारेमा त मैले खासै केही पनि बोलेको थिइनँ, किनभने अब यो दिदीबहिनीको कुरा चाहिँ दिदीबहिनीहरूले नै बोल्नुभयो भने अलि राम्रो हुन्छ भनेर मैले त्यो बारेमा भिडियोमा बोलिनँ। हजुरलाई के लाग्छ, दिदीबहिनीहरूले दाजुभाइहरूलाई बप्तिस्मा दिन नमिल्ने अथवा दिदीबहिनीहरूले बप्तिस्माको सेवा नै दिन नमिल्ने हो र? होइन, यसमा चाहिँ म होइन नै भन्छु। दिदीबहिनीहरूले पनि बप्तिस्माको सेवा पनि दिन सक्नुहुन्छ, विवाहको सेवा पनि दिन सक्नुहुन्छ, प्रभु भोज पनि दिन सक्नुहुन्छ। बाइबलमा दिदीबहिनीलाई त्यहाँ रोक्ने हुन्छ नि सेवाकाको कुरामा यो नगर त्यो नगर भनेर लेखिएको छैन। तर यो कहाँबाट आइरहेको छ, किन आइरहेको छ हाम्रो समाजमा, हाम्रो मण्डलीहरूमा त्यो किसिमको भन्दाखेरि त्यही उहाँहरूले देख्दै आउनुभएको के छ त, हरेक ठाउँमा पुरुषले गर्दै आउनुभएको देख्नु भएको छ। अनि त्यहाँ अलिकति दिदीबहिनी गर्ने बित्तिकै उहाँहरूलाई अनौठो नौलै लाग्नुपर्ने कारणहरू, त्यो कारणहरूले आइरहेको देखिन्छ। अनि मैले अघि पनि भने कि मण्डलीभित्र लुकेको लैङ्गिक भेदभाव चाहिँ त्यहाँ त्यो भिडियोमा जसले प्रश्नहरू गरिराख्नु भएको छ त्यो कुराले पनि देखाउँदछ। जस्तै अब यो मण्डलीमा दिदीबहिनीहरूलाई कति कुराहरूमा रोकेको नि पाइन्छ। कतिचोटि दिदीबहिनीहरूले फेरि अरू सेवा भन्दा पनि खालि पुलपिटको सेवा पनि खोजेको जस्तो देखिन्छ। धेरैचोटि गुनासो पनि गरेको देख्छु के मलाई सेवा गर्न दिएन पनि भन्नुहुन्छ दिदीबहिनीहरू। तर फेरि के सेवा गर्न दिएन भन्दाखेरि अरू कुरै गर्नुहुन्न, जस्तै मलाई लिडिङ गर्न दिएन, मलाई प्रचार गर्न दिएन, अनि के गर्दै हुनुहुन्छ भने पनि केही गर्नै दिएको छैन, के गर्ने भन्नुहुन्छ। मण्डलीमा त धेरै क्षेत्र पनि हुन्छ नि त। त्यसमा हजुरको विचार अनुसार दिदीबहिनीहरूले मण्डली र परिवारमा
परमेश्वरको सेवा कुन कुन सेवामा अझै प्रभावकारी सेवाहरू गर्न सक्छन् जस्तो लाग्छ हजुरलाई? दिदीबहिनीहरूले एउटा चाहिँ मण्डलीमा पनि उहाँहरूले प्रभाव पार्न सक्नुहुन्छ र साथसाथै उहाँहरूले घरमा पनि त्यो प्रभाव पार्न सक्नुहुन्छ। किनभने हामी दिदीबहिनीहरू अब बिस्तारै अहिले त धेरैजना दिदीबहिनीहरू फिल्डमा पनि छौँ। हामी जुन जुन फिल्डमा परमेश्वरले हामीले राख्नु भएको छ त्यो ठाउँमा रहेर पनि हामीले सेवाकाई गर्न सक्छौँ। परमेश्वरको सुसमाचार सुनाउनको निम्ति प्रचार गर्नको निम्ति चाहिँ सधैँभरि पुलपिटमै उभिनु पर्छ भन्ने होइन हो। धेरैजनाको मानसिकता चाहिँ के छ, पदको कुरामा छ कि सेवाकाई भन्दा पनि मलाई यो पद दिएन, म यसरी गर्न चाहन्थेँ, मलाई मौकै दिएन भन्ने कतिजना दिदीबहिनीहरूको त्यो किसिमको धारणा छ। त्यसमा पनि दिदीबहिनीहरूले परिवर्तन गरौँ। किनभने सेवाकाई भनेको जहिले पनि अगाडि बसेर पुलपिटमै बसेर स्टेजमा गरिने कुरालाई मात्र सेवाकाई चाहिँ होइन। किनभने सेवाकाई मैले अघि पनि मैले भनिरहेको छु कि सेवाकाई तपाईँ घरबाटै गर्न सक्नुहुन्छ। तपाईँ आफ्नो किचनमा भाँडा धुँदै गर्दा पनि तपाईँ सेवाकाई गर्न सक्नुहुन्छ। घरलाई व्यवस्थित गर्दै गर्दा पनि तपाईँले सेवाकाई गरिरहनु भएको छ। एउटा नानीलाई परमेश्वरको ठिक बाटोमा हुर्काउनलाई जुन किसिमले तपाईँले भूमिका खेलिरहनु भएको छ त्यो पनि सेवाकाई हो। मण्डलीमा टोयलेट सफाइदेखि लिएर, मण्डलीको पर्दा धुनेदेखि लिएर, मण्डलीको सरसफाइदेखि लिएर, मण्डलीमा रहेको चप्पलहरू मिलाएर राख्ने पनि सेवाकाई हो। त्यो कुरा पनि हामीले बुझ्न आवश्यकता छ। र सेवाकाई भन्ने बित्तिकै एकैचोटि भाग खोज्न जाने चाहिँ होइन। तपाईँ आफूलाई परमेश्वरले कुन ठाउँमा राख्नु भएको छ त्यही ठाउँमा सेवाकाई गर्दै गर्दै जानुहोस् र परमेश्वरले कसरी बाटो खोल्नुहुन्छ, परमेश्वरले तपाईँको वरदानहरूलाई कसरी तिखार्नुहुन्छ त्यसलाई निहाल्नुहोस्। र कुन कुरामा तपाईँ पोख्त हुनुहुन्छ, प्रचारकमा हुनुहुन्छ कि शिक्षक शिक्षिकाको रूपमा हुनुहुन्छ कि या फिर कसैलाई उत्साह प्रेरणा दिने या फिर परामर्शदाता गर्नमा तपाईँहरू पोख्त हुनुहुन्छ कि त्यो कुराहरूलाई ध्यानमा राखेर चाहिँ तपाईँहरू सेवाकाईको कुरामा अगाडि बढ्नको निम्ति उत्साह दिन्छु। र सधैँभरि पदको कुरा होइन, सेवाकाई चाहिँ हामी हरेक मण्डलीको विभिन्न क्षेत्रमा रहेर सेवाकाई गर्न सक्छौँ। ओके, अर्को एउटा प्रश्न छ। धेरैचोटि हामी बाइबल कलेजहरूमा महिला शिक्षक एकदमै कम देख्छौँ होइन, सेमिनारहरूमा पनि एकदमै कम देख्छौँ। बाहिरतिर विदेशतिर चाहिँ यसो हेर्दाखेरि दिदीबहिनीहरू पनि सक्रिय जस्तो देखिन्छ। विदेशदेखि नेपालमा नि आएर पढाइरहनु भएको हुन्छ दिदीबहिनीहरूले। तर नेपालमै चाहिँ त्यति धेरै महिला शिक्षकहरू बाइबल कलेजमा देखिँदैन र ट्रेनिङहरू दिने ठाउँहरूमा नि महिला दिदीबहिनीहरू गएर सिकाएको त्यति देखिँदैन। यो किन भयो होला? केही छ हजुरसँग यसको अनुभवहरू, यो दिदीबहिनीहरू यस्तो शिक्षकको रूपमा आउन नसक्नु कारण? सुरुमा त हाम्रो मण्डलीमा नै हामीले मौका प्राथमिकता दिदीबहिनीहरूलाई दिइरहेका छैनौँ भने उहाँहरूलाई अरू कुरामा त मौका दिने कुरै छैन मण्डलीहरूमा नि। यसकारण दिदीबहिनीहरूलाई यो हामीले शैक्षिक रूपमा पनि आध्यात्मिक शिक्षा लिने पनि आवश्यकता छ भन्ने कतिजनालाई ज्ञान पनि थाहा छैन। कतिजनालाई कुन ठाउँमा गएर हामीले यस किसिमको शिक्षाहरू प्राप्त गर्न सक्छौँ भन्ने पनि थाहा छैन। अब एकैचोटि गएर सिकाउने कुरा त भएन। पहिला त आफू शिक्षित हुनु पर्यो, आफू ज्ञानले भरिनु पर्यो, अनि पो बल्ल हामी फिल्डमा आएर अरूलाई पनि शिक्षा दिन सक्छौँ त। तर यो अवसरको कमीले गर्दाखेरि पनि, अनि त्यसपछि अर्को कुरा चाहिँ कतिजनालाई थाहा पनि छैन यो कुरा गर्न आवश्यकता छ, शैक्षिक योग्यता पनि हामीलाई आवश्यक कुरा हो भन्ने कुरा थाहा नहुँदाखेरि चाहिँ यस्तो सेमिनार गोष्ठीहरूमा चाहिँ प्राय दाजुभाइहरूलाई नै हामीले प्राथमिकता दिन्छौँ नि त जानलाई, सिक्नको निम्ति। अनि त्यो कारणले पनि दिदीबहिनीहरूले मौका नपाउनु भएको कारणहरूले पनि उहाँहरू अगाडि बढ्नलाई चाहिँ रोकावट भइरहेको छ। र शिक्षकको हिसाबमा हेर्ने भने त्यही मण्डलीमा नै साथ दिनु भएको छैन, उहाँहरूलाई कसरी हामीले अगाडि साथ दिने त्यो कुराले पनि असर पार्छ। अब तपाईँले गरिरहेको सेवामा जसरी तपाईँले एउटा अवसर पाउनुभयो, हजुरको आफ्नै ड्याडी पनि पास्टरै हुनुभएको भएर उहाँले तपाईँलाई पनि एउटा इन्करेज गर्नुभयो सेवामा आउनलाई। हजुरको मण्डलीको विश्वासीले पनि एकदमै राम्रो सपोर्ट गर्नुभयो होइन, उहाँले तपाईँलाई एउटा प्रार्थना गरिराख्नु भएको छ। यो हजुरको चर्चको कुरा भयो। नेपालमा यस्ता चर्चहरू छ जुन चर्चहरूले चाहिँ साम्प्रदायिक हिसाबमै पनि दिदीबहिनीहरूलाई सेवा गर्न दिनुहुन्न भन्ने पनि सम्प्रदायहरू छ र दिदीबहिनीहरूलाई बोल्नै दिनुहुन्न। र अहिलेको मण्डलीमा धेरै जसो हेऱ्यो भने अब दाजुभाइको संख्या कम हुँदैछ, दिदीबहिनीहरू बढ्दै हुनुहुन्छ। अब त्यो फेरि दिदीबहिनीलाई नै सेवा गर्न नदिने हो भने त फेरि बिस्तारै सेवा त कसले सम्हाल्ने त सेलाउला फेरि। यो कुरालाई हामीले कसरी हेर्ने, जबकि साम्प्रदायिक हिसाबमै दिदीबहिनीहरूलाई सेवा गर्न दिनु हुँदैन भनेर साम्प्रदायिक हिसाबमै मण्डलीहरू खडा भइरहेको छ, त्यसलाई हामीले कसरी हेर्ने अथवा त्यसलाई कसरी हामीले सुधार्न सक्छौँ ती कुराहरूलाई? यसमा चाहिँ
हाम्रो मानसिक जुन विचार जुन धारणा छ त्यसमा चाहिँ परिवर्तन ल्याउनु पर्छ। वचनमा पनि हेऱ्यौँ भने मैले अघि पनि मैले भनिहालेँ, धेरै दिदीबहिनीहरूको उदाहरण हामी देख्छौँ। मैले अघि उदाहरणहरू दिइसकेको छु। यसकारण मण्डलीले दिदीबहिनीलाई साथ नदिने होइन, बरु दिदीबहिनीलाई अगाडि बढ्नको निम्ति चाहिँ साथ सपोर्ट, उहाँहरूलाई कसरी हुन्छ अगाडि बढाउनको निम्ति चाहिँ अगाडि उभिनु पर्छ जस्तो लाग्छ। किनभने तपाईँले भन्नुभएको ठिक हो, किनभने हाम्रो यहाँ दाजुभाइको सङ्ख्या, दिदीबहिनीको सङ्ख्या मण्डलीमा हेऱ्यौँ भने दिदीबहिनीकै सङ्ख्या सबै मण्डलीमा प्राय एक दुई तिहाई नै बढी हामीले देख्छौँ, दिदीबहिनीकै सङ्ख्या हामी बढी देख्छौँ। तर पनि दिदीबहिनीहरूलाई उहाँहरूले बढ्नलाई दिइराख्नु भएको छैन। अगाडि पुलपिटमा या फिर स्टेजमा या फिर मेन मुख्य भूमिकामा रहेर चाहिँ दाजुभाइ नै गर्नुपर्छ भन्ने जुन मानसिकता छ, यसमा चाहिँ अब परिवर्तन ल्याउनु पर्छ। यदि साँच्चै दिदीबहिनीलाई दबाई नै राख्ने हो, दिदीबहिनीलाई सेवाकाईमा आउन नदिने हो भने चाहिँ परमेश्वरको राज्य जसरी बढ्नु पर्ने हो त्यसमा चाहिँ ठुलो धक्का पुग्छ। यसकारण तिमी दिदीबहिनी, तिमी दाजुभाइ भन्दा पनि यो परमेश्वरको राज्यलाई कसरी बढाउन सक्छौँ त हामी सबै मिलेर भन्ने किसिमलाई चाहिँ विशेष प्राथमिकता राखेर चाहिँ एउटा मण्डलीले त्यसरी दिदीबहिनीलाई र साथसाथै दाजुभाइ सँगसँगै मिलेर चाहिँ अगाडि बढ्नलाई चाहिँ म उत्साह दिन चाहन्छु। ओके, धेरै धन्यवाद। अब हामी अन्ततिर आइरहेका छौँ हजुर। र हजुरले चाहिँ जसरी तपाईँ एउटा महिला पास्टरको रूपमा सेवाकाईमा आउँदै हुनुहुन्छ, हजुर बाइबल कलेज पढिराख्नु भएको छ। अब हजुरले कस्तो योगदानहरू पुर्याउँदै हुनुहुन्छ ताकि अरू दिदीबहिनीहरूले पनि यस्ता अवसरहरू पाउन्? हजुरले के गर्दै हुनुहुन्छ? यसको विषयमा केही गरिराख्नु भएको छ कि सोचिराख्नु भएको चाहिँ केही छ ताकि दिदीबहिनीहरू सेवामा अगाडि आउन सकुन् भनेर? म अब मेरो एउटा फिल्ड चाहिँ अब म चर्चकै सेवा सङ्गतिमा विशेष प्राथमिकता भएको कारणले चाहिँ मण्डलीमा मैले के गराउने गर्छ, हामीले के गराउँछौँ भन्दाखेरि चाहे हामी दाजुभाइ हौँ, दिदीबहिनी हौँ, अगाडिको पुलपिटमा जति पनि भागहरू हुन्छ, विशेष गरी सञ्चालन, आराधना अनि त्यसपछि अन्तर्विन्तीको भागहरू र कहिले कहिले परेको खण्डमा वचनकै भाग पनि हामी दाजुभाइ दिदीबहिनी उहाँको आत्मिक योग्यतालाई हेरेर निहालेर उहाँहरूलाई हामीले अवसर मौकाहरू दिन्छौँ। तर त्यो दिनुभन्दा अगाडि चाहिँ हामीले पहिला चाहिँ घरेलु सङ्गतिहरूमा उहाँहरूलाई अवसर दिन्छौँ, घरेलु सङ्गतिहरूमा उहाँहरूलाई प्रोत्साहन दिन्छौँ र विभिन्न कार्यक्रम तालिमहरू आउँछ, त्यो कुराहरूमा उहाँहरूलाई हामी जानलाई प्रोत्साहन दिन्छौँ। अनि त्यो पनि गरिरहेको छु र साथसाथै विभिन्न सेमिनारहरूमा, विभिन्न क्लासहरूमा मलाई यो दिदीबहिनीको विषयमा रहेर बोलिदिनुहोस् भनेर उहाँहरूले मलाई प्रस्ताव गर्नुहुन्छ र त्यो ठाउँमा पनि मैले आफ्नो भूमिकाबाट दिदीबहिनीलाई हामीले कसरी अगाडि बढाउन सहायता गर्न सक्छौँ, उहाँहरूले भोगिरहनु भएको चुनौतीहरू के छन् त हाम्रो नेपाली समाजमा, त्यो विषयमा रहेर मैले उहाँहरूलाई पनि एउटा क्लासहरू दिने त्यसरी चाहिँ मैले सहायता पुर्याइरहेको छु। ओके, हजुरलाई एकदमै धन्यवाद छ। र अन्त्यमा तपाईँ जति पनि हाम्रो दर्शकबिनहरूले यो कार्यक्रम हेर्दै हुनुहुन्छ उहाँहरूलाई केही सन्देश दिन चाहनुहुन्छ भने हजुरले भन्न सक्नुहुन्छ। म एउटा सन्देश के दिन चाहन्छु भन्दाखेरि अब दाजुभाइ दिदीबहिनी भनेर चाहिँ नबसौँ। अब हामी सबै एक बनेर चाहिँ मण्डली र परमेश्वरको राज्य विस्तारको निम्ति चाहिँ अगाडि बढौँ। दिदीबहिनीहरूलाई पनि हामी साथ सहायता गरौँ, घरदेखि नै सहायता गरौँ। र सेवाकाई भन्ने बित्तिकै सधैँभरि हामीले के बुझ्छौँ भन्दाखेरि मण्डलीको पुलपिट अगाडि गरिने सेवाकाईलाई मात्र सेवाकाई हो भन्ने जुन मानसिकता छ दिदीबहिनीहरूमा पनि, त्यसमा पनि परिवर्तन ल्याउँ। यदि तपाईँ घरमा हुनुहुन्छ भने तपाईँले एउटा नानीलाई परमेश्वरको वचनअनुसार हुर्काइराख्नु भएको छ भने त्यो पनि सेवाकाई हो। यदि तपाईँले मण्डलीको बाहिर चप्पलहरू अलपत्र देख्नु भएको छ त्यसलाई मिलाएर राख्नु भयो भने त्यो पनि सेवाकाई हो। र सँगसँगै मण्डलीको सरसफाइ गर्नेदेखि लिएर अगाडि पुलपिटमा रहेर गरिने हरेक कार्यहरू जे पनि छ ती सबै परमेश्वरको राज्य विस्तारको निम्ति गरिने कुराहरू हुन्। र यसमा चाहिँ अब हामी हातेमालो गरेर दाजुभाइ दिदीबहिनीमा चाहिँ लैङ्गिक भेदभाव नगरिकन चाहिँ सबैले एकअर्कालाई साथ सहायता, प्रार्थना साथ उत्साह प्रेरणा दिँदै अगाडि बढ्नको निम्ति चाहिँ म सबै मण्डलीहरूलाई यो आग्रह गर्न चाहन्छु। र दिदीबहिनीहरू पनि नडराइकन, यदि तपाईँलाई कुनै पनि किसिमको बोलावट परमेश्वरले दिनुभएको छ भने चाहिँ नडराइकन समाजले के भन्छ, फलानाले के भन्छ, उसले के भन्छ, त्यसले के भन्छ भन्दा पनि परमेश्वरले तपाईँलाई के भनिरहनु भएको छ त्यो आवाजलाई सुनेर अगाडि बढ्नुहोस्, बाटो आफै खुल्दै जान्छ। ओके, हजुरलाई एकदमै धन्यवाद छ। तपाईँसँग यसरी कुरा गर्न पाउँदा एकदमै हामी आशिषित भएका छौँ। आशा गर्छु हाम्रा दर्शकहरू पनि आशिषित हुनुभएको छ र तपाईँहरू जतिजनाले पनि यो कार्यक्रम हेर्नु भएको छ तपाईँहरूलाई यो कार्यक्रम कस्तो लाग्यो, यदि मन परेको छ भने हजुरले हामीलाई कमेन्ट गर्न सक्नुहुन्छ, भिडियोलाई लाइक कमेन्ट सेयर गर्न सक्नुहुन्छ।
यदि केही गुनासोहरू छन्, केही प्रश्न सोध्न मन लाग्छ भने तपाईँहरूले हामीलाई मेसेज गर्न सक्नुहुन्छ। आजको कार्यक्रमबाट हामी छुट्नेछौँ। हजुरहरू सबैजनालाई जय मसी। जय जय मसी।